नमस्ते, जय गुरुदेव, जय होसो। सम्पूर्ण गुरुहरूमा मेरो भित्रदेखि भक्ति भाव र प्रेम छ र म आज यो जीवन परिवर्तन भन्ने हिलिङ सेन्टरमा आएको छु। यो हिलिङ सेन्टरमा चाहिँ मेरो शरीरको पुत्र शैलेन्द्र उर्फ फकिर योगीजी चाहिँ हिलिङ सिक्दै हुनुहुन्छ। आज चाहिँ उहाँको तेस्रो दिन भएको भएर थर्ड डेमा चाहिँ हिलिङ मम्मीलाई नै गराउने भन्ने कुरा गर्नुभयो छोराले र म आएपछि उहाँको हिलिङ मैले आफ्नो छोराको यस्तो पावर त मैले देखेको थिएन नि त। आमालाई त बच्चाहरूले देखाउँदैन, तर उहाँले हिलिङ गर्ने मम्मी हजुरलाई भनेर म जुन हिलिङ गर्नको लागि यहाँ सुतेँ। त्यसपछिबाट बाबुले मलाई हिलिङ गर्दै जानुभयो। उहाँले चाहिँ अब यति राम्रो प्र्याक्टिस गर्नुभएछ कि आज 2 घन्टा चान्चुन लाएर मलाई हिलिङ गर्नुभयो। त्यो हिलिङ अवधिभर चाहिँ मैले यति गुरुहरूको दर्शन पाएँ, यति म शून्यमा पुगेँ, यति शून्यमा पुगेँ कि म बयानै गर्न सक्दिनँ। मेरो आँखाबाट अविरल आँसुहरू बगिरहेको थियो। छिनछिनमा म होसमा आउँथेँ, छिनछिनमा म बेहोसीमा पुगिरहेको हुन्थेँ। भाइब्रेसन पनि भइरहेको थियो, बडीहरू कामिरहेको थियो, टाउको आँखाहरू घरि खुट्टाहरूमा। मेरो चाहिँ जहिले पनि हिलिङ गर्दा मैले धेरैपल्ट हिलिङ गरेको थिएँ। जहिले पनि हिलिङ गर्दा मलाई ब्याक पेन हुन्थ्यो। आज चाहिँ भित्रबाट अनेस्टली भन्नुपर्दा मेरो बडीमा कुनै पनि पेन भएन। फर्स्ट टाइम हो मैले हिलिङ गर्दाखेरि। आज सुद्धा मैले 6 चोटि हिलिङ गरेँ। आज चाहिँ मलाई कुनै पनि पेन थिएन कि यस्तो भयो कि मेरो बडीको नेगेटिभिटीहरू जे थियो त्यो सबै एउटा अम्लाको माध्यमबाट निस्केको र पोजिटिभ मात्र फिल भएको, त्यो फिल भइरहेको फिल भयो। र आज मलाई एकदमै चङ्गा क्या, एकदमै उडिरहेको जस्तो छुट्टै डिमेन्सनमा पुगेको फिल भयो। आज चाहिँ म एकदमै पेनफुल आनन्दको हिलिङ चाहिँ फर्स्ट टाइम भयो, एकदमै अनेस्टली भन्नुपर्दा। 3 दिनमा उहाँको हिलिङ पावरमा यति धेरै प्रोग्रेस कि म भित्र आत्माबाट यहाँको स्वामीजीहरूलाई, माझीहरूलाई भित्रैबाट एकदम हृदयदेखि नै प्रणाम गर्न चाहन्छु। र 3 दिनमा मेरो शरीरको पुत्र शैलेन्द्रजीले यति धेरै प्रोग्रेस गरेको देखेर साँच्चै स्वामीजी, माझी है, म एकदमै भित्रबाट खुसी छु। अनि बाबुले भन्नुहुन्थ्यो, मम्मी म हजुरलाई आज केही पनि भन्दिनँ, भोलि हजुरले आफै फिल गर्नुहुन्छ भन्नुहुन्थ्यो। म आज एकदमै धेरै खुसी छु। तर उहाँले यो स्टेपलाई चाहिँ स्टप नगरिकन कन्टिन्यू गर्नुहोला भनेर शुभकामना दिन चाहन्छु। र हजुरहरूको सिकाउने प्र्याक्टिस उहाँलाई गराउने चाहिँ एउटा हुन्छ नि ट्रेनिङ दिने, त्यो चाहिँ धेरै राम्रो रहेछ भनेर मैले आज महसुस गरेँ। एज अ मदर होइन, अब एउटा आमाले त राम्रै गरोस् छोराले भन्ने हुन्छ, तर मैले सोचेको भन्दा पनि धेरै राम्रोसँग सिकाउनु भएको छ। त्यसको लागि धेरै 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 धन्यवाद। र उहाँको यो जर्नी स्टप नहोस्, अन्तिम समयसम्म पनि उहाँले अरूको सेवा र आफ्नो लागि साधनै गरिराख्नुहोस् भनेर मेरो छोराको लागि शुभकामना र हजुरहरूलाई धेरै 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 धन्यवाद दिँदै चाहन्छु। थ्याङ्क यू भेरी मच।